बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमि बैंकको स्थापना हुने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीको पञ्चेश्वर गाउँपालिका सहित देशका 4 स्थानीय तहमा भूमि बैंकको स्थापना गर्न स्वीकृति दिएको हो। भूमि बैंक मार्फत स्थानीय तहमा रहेको बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गा धनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुने बैतडीबाट प्रतिनिधि सभा सदस्य हरिमोहन भण्डारीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण पनि गर्नेछ। उपलब्ध जग्गामा भू-उपयोग वर्गीकरण अनुसार अन्न, तरकारी, नगदे बाली, फलफुल खेती तथा माछा र पशुपक्षी पालन जस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बिउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंक मार्फत लक्षित वर्गसँग जोडिनेछ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सृजना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागि बताइएको छ।